नमस्कार सबैजनामा। डाइनामिक टेक्नोसफ्ट च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी डे बुक र ट्रायल ब्यालेन्स कसरी हेर्ने र प्रिन्ट गर्ने भनेर सिक्दैछौँ। आउनुहोस् सबैभन्दा सुरुमा लगइन गरौँ। लगइन भएपछि हजुरहरूले ड्यासबोर्ड र लेफ्ट साइडमा मोड्युल्सहरू देख्न सक्नुहुन्छ र त्यही मोड्युल्स अन्तर्गत हामी अकाउन्टिङ म्यानेजमेन्टमा जानेछौँ। र त्यसभित्र रिपोर्टिङमा क्लिक गरी हामी एनुअल रिपोर्टमा फेरि क्लिक गर्नेछौँ। र एनुअल रिपोर्टको भित्र हजुरले ट्रायल ब्यालेन्समा क्लिक गर्नुपर्नेछ। क्लिक गरिसकेपछि हजुरहरूले यो स्क्रिन देख्न सक्नुहुन्छ र हामीले ट्रायल ब्यालेन्स कहिलेदेखि कहिलेसम्मको हेर्ने भनेर डेट छान्नुपर्ने हुन्छ र त्यसपछि लोडमा क्लिक गर्नुपर्छ। हजुरले यसरी ट्रायल ब्यालेन्स हेर्न सक्नुहुन्छ र हामीले प्राइमेरीमा क्लिक गर्यौं भने त्यसभित्रको डिटेल्स यसरी आउँछ। अथवा हजुरले टप राइटमा भएको ग्रीन एरो बटनमा क्लिक गरी र त्यसभित्र सो डिटेल्स र सो एज लिस्टमा टिक गर्नुभयो भने पनि ट्रायल ब्यालेन्सको डिटेल देख्न सक्नुहुन्छ। र ट्रायल ब्यालेन्स प्रिन्ट गर्नको लागि हामीले प्रिन्टमा क्लिक गर्नुपर्छ। अब हामी डे बुक हेर्न र प्रिन्ट गर्न सिक्दैछौँ। त्यसको लागि हामी फेरि पनि अकाउन्टिङ म्यानेजमेन्टको भित्र रिपोर्टिङ र त्यसभित्र डे बुकमा क्लिक गर्नेछौँ। क्लिक गरिसकेपछि हजुरहरूले यो स्क्रिन देख्न सक्नुहुन्छ र कहिलेदेखि कहिलेसम्मको डे बुक हेर्ने भनेर एउटा डेट छान्नुपर्ने हुन्छ र त्यसपछि लोडमा क्लिक गर्यौं भने हामीले हाम्रो डे बुक हेर्न सक्छौं। कुनै लेजरको डिटेल्स हेर्नु छ भने हामीले डेट अगाडि भएको एरो बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हामीले कुनै स्पेसिफिक भाउचर हेर्नको लागि यो ड्रप डाउन बटनमा क्लिक गरी आफूलाई चाहिएको भाउचरमा क्लिक गरेर हेर्न सकिन्छ। र यो डे बुक प्रिन्ट गर्नको लागि हामीले प्रिन्टमा क्लिक गर्नुपर्ने हुन्छ र आफूले चाहिएको टेम्प्लेट सेलेक्ट गर्नुपर्ने हुन्छ। यसरी हजुरले डे बुक प्रिन्ट गर्न सक्नुहुन्छ।